guys, welcome back to my new vlog. अनि आज चाहिँ हैन आज चाहिँ त्यारीमेरी भएर कहाँ गएको भन्दा चाहिँ हाम्रो चाहिँ गाउँदेखिको यतापट्टि देवरे भनौँ न काकाको छोराको चाहिँ बिहा छ। अनि हामी चाहिँ हिजो आएको हैन, तपाईले मेरो मिनी भ्लगमा देखिहाल्नु भयो होला। हिजो घर झरेको हामी, अन्त हिजो चाहिँ बेलुका पनि काम सकाउनु भन्दा पनि यसो काम थियो, अन्त त्यहाँ गयौँ है। काम सकाउनु त पाइनौँ, ढिलै पुगेको थियौँ नि त। अन्त अरू त के पनि थिएन है। अब चाहिँ म जाँदैछु, बहिनी नन्दा पनि आइपुग्यो अरे, अन्त नन्दा पनि आइपुगेछ। अन्त चाहिँ मेरो भाइ र बडीलाई सानो गिफ्ट है। यो मिनी भ्लग हेरेर चाहिँ मैले चाहिँ के भन्छ साह्रै ठुलो त ल्याउनु सकिनँ है, यति भए पनि ब्लेसिङ्स छ है। राम्रोसँगले गरेर खानु है दुईजनाले नै। अब यस्तो अप्स एन्ड डाउन्स त भइजान्छ बिहा गरेपछि है, सबैको लाइफमा त्यही हो है। अन्त अहिले चाहिँ म फिलहाल जाँदैछु, सो एकछिनबाट बहिनीकोमा पुगेर देखाउँछु। अन्त मेबी बेहुली पनि रेडी हुँदै होला है। दादा बाबा टीका लगाइदिनु। भ्लगर गासको भिडियो आएको छैन। मेरो नन्दा दुईजना एउटै देख्छु भने यो त भोइस ओभर त सुरु गर्नुपर्छ नि, निकाल्नुपर्छ नि, यसलाई अफ गरेर भोइस ओभर गर्नुपर्छ। मेरो नन्दाहरू सबै खै प्रज्ञा भयो, प्रज्ञा यो चाहिँ अर्को कान्छी खजेरीहरू पानी राखे के हो। अन्त लेखान्थ्यो त डरलाग्दो छ त, देखाउन त लेखा यहाँ चाहिँ हाम्रो मुमाहरू कति राम्री मुमाहरू छैन। यहाँ निनी हाम्रो मुमा अप्पा खै बङ्गा हजुर भगवानले बास भरण गरेको रे नि यसको फुल त कुल्चिनु पनि त हुँदैन रहेछ। हजुर पारिजात पर्दो रहेछ त यस्तो नि।
चिसो ठाउँमा राम्रो सर्दैन रहेछ मतलब हुनु चाहिँ हुन्छ कि तर सर्नु चाहिँ टाइम लगाउँदो रहेछ पुरा अहिले चाहिँ भवाकोबाट चाहिँ तुबाकोबाट चाहिँ फुल लगेर जाँदैछु अनि यहाँ चाहिँ मेरो सानो बङ्गाको घर यो माथि हरियो देखेको ठुलो बङ्गाको अनि यहाँ चाहिँ हाम्रो सबसे भन्दा सानो फुवाको चाहिँ हाम्रो पापाको चाहिँ काकाको घर हो अनि यहाँ पनि प्लान्टहरू रहेछ होइन यहाँ पनि हेर्दै थिएँ प्लान्टहरू ला नसाइ गर्नु हुँदैछ अनि यहाँ चाहिँ होइन एकदम सुब्बा कल्चरको लिम्बू कल्चरको चाहिँ बेहुला र बेहुलीले चाहिँ चप्पु बजाउँदै रहेछ रमाइलो गर्दै होइन बेहुलाको चाहिँ बडीले पनि बजाउनु हुँदै रहेछ अनि हाम्रो प्यारो साइले पनि रमाइलो गर्नु हुँदै रहेछ हाम्रो दुईजना हुँदै रहेछ